नमस्ते। आज हामी सबैको फेभरेट लाफिङ घरमै सजिलो तरिकाले कसरी बनाइन्छ भनेर त्यसको रेसिपी लिएर आएकी छु। अब सुरु गरौँ है त यसलाई बनाउनलाई। सुरुमा चाहिँ हामीले थोरै मैदा लिने अनि थोरै पानीले चाहिँ हामीले रोटी बनाउने जसरी डो बनाउनलाई चाहिँ सुरु गर्ने। हामीले जसरी नर्मल रोटी बनाउँदा डो बनाउँछौँ त्यसरी बनाउने अनि डो यस्तो बन्छ। यो डोलाई चाहिँ हामीले कम्तीमा पनि 1 घण्टा जति भिजाउनको लागि राख्ने। भिजाइसकेपछि चाहिँ यो यस्तो देखिन्छ। अब यसमा हामीले चिसो पानी राख्ने। यो डो चाहिँ डुब्ने गरी पानी राख्नुपर्छ। अब यो डोलाई चाहिँ हामीले मजाले मिच्न थाल्नुपर्छ। यसरी हामीले चाहिँ मिचेर स्टार्च र ग्लुटेनलाई चाहिँ सेपरेट गर्नुपर्छ। त्यो सेतो देखिएको चाहिँ स्टार्च हो भने यो चाहिँ हाम्रो ग्लुटेन हो। ग्लुटेनको कन्सिस्टेन्सी चाहिँ रबर जस्तै हुन्छ। अब यसलाई केही समय यतिकै राखिदिने अनि स्टार्चलाई पनि 2 देखि 4 घण्टासम्म यतिकै राख्ने। अब ग्लुटेन पनि रेडी भयो। 4 घण्टासम्म यतिकै छोड्दा स्टार्च र पानी यसरी छुट्टिन्छ। अब हामी माथि भएको पानीलाई हामीले फाल्दिन्छौँ र मुनि भएको स्टार्चलाई यसरी घोल्छौँ। घोलिसकेपछि यसमा थोरै कलरको लागि बेसार राख्छौँ। बेसारको सट्टा हजुरहरूले फुड कलर पनि राख्न सक्नुहुन्छ। यो चाहिँ अप्सनल हो। अब चाहिँ हामी प्लेटहरूमा चाहिँ ओइल लगाउन सुरु गर्छौँ। ओइल लगाइसकेपछि चाहिँ हामीले एउटा प्लेटमा चाहिँ ग्लुटेन राख्छौँ। ग्लुटेनमा चाहिँ हामीले यीस्ट लगाउन सक्छौँ। मैले चाहिँ लगाएको छैन। अर्को प्लेटमा चाहिँ हामी स्टार्च राख्छौँ। यो राख्ने बेलामा चाहिँ धेरै पनि राख्नु हुँदैन, थोरै पनि राख्नु हुँदैन। धेरै राख्यो भने यो चाहिँ बाक्लो हुन्छ भने, थोरै राख्यो भने पातलो हुन्छ। अब यसलाई हामीले 2-3 मिनट स्टिम गरिसकेपछि यस्तो देखिन्छ। निकाल्दाखेरि चाहिँ यो मजाले पाकेको भए चाहिँ मजाले निस्किन्छ। निक्लिसकेपछि हेर्न सक्नुहुन्छ यस्तो राम्रो देखिएको छ। ग्लुटेन पनि पाकेर रेडी भयो। अब लाफिङको रोटीमा थोरै चिल्ली ओइल, सोया सस, भिनेगर पनि राख्न सक्छौँ। मैले चाहिँ राखिनँ। थोरै नुन राखेर यसलाई वरिपरि फैलाउने, यसरी फैलाउन सक्छौँ। वरिपरि यसरी फैलाइसकेपछि ग्लुटेनको सानो सानो टुक्राहरू हामीले यसरी राख्न सक्छौँ। यसपछि हामीले थोरै वाइवाईको चाउचाउ राख्न सक्छौँ। यदि हजुरहरूलाई चाहिँ मन पर्दैन भने नराख्दा पनि हुन्छ। अब चाहिँ यसलाई मजाले नफुट्ने गरी हामी रोल गर्न सुरु गरौँ। यसरी हामीले चाहिँ रोल गरौँ। रोल गरिसकेपछि चाहिँ यसलाई सानो सानो पिसमा चाहिँ हामीले कट गर्न सक्छौँ। अनि यसरी हाम्रो लाफिङ खानको लागि रेडी भयो। थ्याङ्क यू फर वाचिङ।